हेलो गाइज वेलकम ब्याक टु ट्रिनेक्स। अब आज हामी के गर्दैछौँ भन्दाखेरि चाहिँ आज हामी चाहिँ एक्जिबिसन हेर्न जाँदैछौँ पोखरा इन्जिनियरिङ कलेजको। सायद आर्किटेक्टको मात्रै हो कि सिभिलको नि हो मलाई थाहा भएन, आर्किटेक्टको मात्रै जस्तो लाग्छ होइन। यहाँ पोखरा ग्रान्डीमा हुँदैछ, त्यसको लागि चाहिँ हामी अब साथीहरू चाहिँ जाँदैछौँ होइन। अनि अहिले चाहिँ अब मैले खाना खाएको छैन, अब खाना बनाउँछु, पहिला नुहाउँछु अनि खाना बनाएर खाएर अनि त्यसपछि हामी जान्छौँ। लगभग 1 बजे भेट्ने कुरा भयो के अरे, अहिले 11 बज्यो। 2 घन्टामा त म खाना बनाएर खाएर नुहाउन सबै गर्न भ्याउँछु अनि त्यसपछि चाहिँ हामी निस्किन्छौँ। अनि आजको हाम्रो ब्लग चाहिँ हामीले अब नयाँ नयाँ घरहरू हेर्नेवाला छौँ, खतरा खतरा डिजाइन हेर्नेवाला छौँ। अब सँगै रहनु होला, स्टे विथ अस। हामीले राम्रो राम्रो घर हेर्नेवाला छौँ। म तपाईँलाई घरहरू देखाउँछु, कस्तो राम्रो राम्रो घरहरू देखाउँछु आज तपाईँहरूलाई। हामीसँग रहनु होला ल। अब उतै निस्किएपछि चाहिँ अब त्यो बिचमा बाटोमा के हुन्छ त्यही हेरौँला त। हामी अब घरबाट हिँड्यो है। दिस इज ब्युटिफुल मी। हिमाल आज कस्तो राम्रो देखिएर। दिस इज ब्युटिफुल हिमाल। अब कुन राम्रो छ भन्नुहोस् होला। अभियसली म होइन, लास्टै राम्रो। मैले त यस्तो राम्रो त अहिलेसम्म देखेको थिइनँ यार। दिउँसो नहेर्ने भएर होला। होइन हिजो खुले थिएन क्या, आज एकदम खुल्यो। हिजो होइन कि यत्रो वर्षमा दिउँसो त हामी हुन्नौँ नि त, दिउँसो हेर्दै यस्तै राम्रो देखियो होला। हिमाल तलक्कै टल्कियो यार, डेन्जर। अझ अहिले त अलि बादल लागेछ कि अघि निस्किँदा यति राम्रो। म त यसै लास्टै देखिन्छ कि। मैले के सोचेको भने भन्न, बिरौटामा एउटा डेन्जर अग्लो टावर बनाइदिने होइन, त्यहाँबाट भ्यू पोइन्ट यहीँमै नै क्या, यहीँ नै। तर अग्लो हाइट अग्लोमा भयो त के भएर होइन। हाम्रो अर्को नयाँ मिट भइरहेको छ हाम्रो मित्र। यता हेर्नुहोस् त, आज जिन्दगीमा फर्स्ट टाइम उहाँले हामीलाई कुर्नुभयो। यो ओल्ड रेकर्डमै आउँछ क्या है। यो दुईजना चाहिँ बिग बसको कुरा गरेको नि गाइस। अनि हामी चाहिँ कुर्नेवाला कुर्दै हो। कुराहरू राम्रो गरेछ चाहिँ आउँदैन अनि त्यस पछाडि त लास्ट चाहिँ यति नेगेटिभ गयो कि अन्त यति बिग बस हेर्नेहरू यसले मन पर्न छोड्यो मलाई त। लास्ट अनि पछि फेरि अझै फेरि मन पर्न थाल्छ। पर्दैन मलाई अब चाहिँ मनै गर्दैन। पछि आउँछ कि पछि हेर्दै जाँदा अहिले 70 कति त छैन, 79 हो। अब त्यस्तो उस छैन कि मलाई त मलाई मन पर्दैन, तर हेट गर्दैन। अहिले कोही पनि छैन कि अरू त्यो जतिको अनि फेरि त्यही मन पर्छ कि मलाई यसको बारेमा केही पनि थाहा छैन। त्यो मालतिर घरनाको फाइट हेर्दिनु होइन। मालतिर प्रणित मन पर्छ मलाई नि। प्रणित के लाग्छ त मलाई मन पर्दैन। मालती चाहिँ रमाइलो लाग्छ मलाई। मालती मलाई सायद यस्तो सोध्नेमा आइ सरू होइन आउँछु भन्छु त। ल गाइज हामी यहाँ एक्जिबिसनमा आएछौँ। एक्जिबिसन होइन यो आर्किटेक्टको। इन्टरनेसनल इमर्जिङ एन्ड कन्फरेन्स 2025 आर्किटेक्ट। मैले त पुरै घोकेर आइरहेको घर। मैले सादा एकचोटि हेरेको थिएँ नेसनल कन्फरेन्स एन्ड इमर्जिङ हो, त्यस्तै हो क्या। तैँले गइसक्यो फेरि तैँले नेसनल कन्फरेन्स इमर्जिङ ट्रेन्ड्स इन्जिनियरिङ एन्ड आइसिटी 2025। ओके अनि प्रेजेन्टेसन थाहा भइहाल्नु पर्ने यस्तो भन्नु पर्दैन। दिस इज प्रेसिडेन्ट कलेज। मैले नि भने यसलाई, मैले नि भनेको होइन। ग्लास राम्रो या तर यो भित्र त है ए यहाँ रहेछ के। टान टाडान वेलकम टु सी इन्टरनेसनल कन्फरेन्स अफ इमर्जिङ ट्रेन्ड्स अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी एन्ड थर्ड आर्किटेक्ट थेसिस एक्जिबिसन। वाउ। अर्गनाइजर पोखरा इन्जिनियरिङ कलेज। गाइज हामी आइसक्यौँ। अब कता हो मलाई थाहा छैन। यिनीहरू चाहिँ उहाँ कहाँ चढ्न लागिसक्यो यिनीहरू। ओए रुक न, यिनीहरू त्यहाँ माथि पुगिसकेका छन् गाइज। हामी 4 जना मात्र हुन्छ, कोही नि आएन। सर नमस्ते सर। अलिक चाँडो भयो क्या है। ठिक छ। लास्ट रमाइलो रहेछ गाइज। खतरा रहेछ यार हल पनि। हल खतरा है।
with global academic praises. तर फुल नेपाली गेटअपमा हुन्छ त Now I request the professor to take the stage. Please welcome India's cyber senator with a great round of applause. Our crowd, our audience will be showing Lunch 100% रे. of the energy. Do you agree? Alright, We thank will you be so heading much. एउटा And उसपछि now we are heading towards lunch रे receive the token of love. I would, with utmost respect, I would like to invite Professor Dr. Pranay Kumar Mishra with us हामी since नि the रहन्छ early क्या morning till now. सबैले बोला जस्तो लाग्छ कि हामी नि पर्छ गाइज हामीलाई नि And after this, just the inaugural. यस्तो दामी दामी घरहरू छ कि यहाँ भयो पुरै सिटी नै सोध्नुहुन्थ्यो के अरे यहाँ सबै गइसक्यो कि गइ छैनन् यो के हो वाट इज दिस ए यो हेर्न 8 सेपमा है यो हेर्न 8 सेपमा के 8 बनाएर नि बिल्डिङ के बनाउनु खोज्यो सर्कललाई ब्रेक डाउन गरेको हो मेन त एउटा मल्टिसेन्सरी म्युजियम छ होइन जस्तो एउटा त्यसलाई चाहिँ के लिनु भएको भने एउटा सर्ट अफ लाइफ हुन्छ नि एउटा सर्कललाई चाहिँ ब्रेक गरेर चाहिँ के भन्छ एउटा सेन्सेसन के एम्प्याथी होपहरू चाहिँ सेन्सेसनलाई चाहिँ फिल गराउनलाई किनकि हाम्रो सर्कल भनेको चाहिँ हाम्रो ब्रेक हुन्छौँ नि त एरिया सो त्यसलाई चाहिँ रिप्रेजेन्ट गरेर हुन्छ मेन चाहिँ यहाँ सानो सानो घरहरू छन् गाइस यो चाहिँ रुख हो है सेतो सेतो खुकुरी सेपमा हेर्न यो खुकुरी सेपमा हेर्न यो हेर्न खुकुरीको सेपमा नि तेरो भोजन खोलामा त्यो उमा के स्लोपमा फिस थियो अनि यसको मुनि मुनि घर थियो सेम तेरो तेरो घरतिरको त्यो फिस थियो है त्यो स्लोपमा त्यो रेनवो ट्राउट ए अनि यो तैँले त्यो भने कि दिदी पानी खान्छु अनि अर्को भन्छ चाहिँ त्यहाँ टुरिस्टहरू पनि आउँछ कि अनि मैले चाहिँ कल्चरल सेयरिङ गर्न खोजेको कि यता भेडाहरूमा चाहिँ कल्चर पनि सिक्नु म त आएको होला भनेको त बत्ती बाल्दा खाना बनाएको यहाँ फोटो खिच्न आएको अरे यस्तोमा फोटो खिच्न आएको हजुरहरू यहाँ किन आउनु भएको हामी यसो के आज बिहानबाट फाइट कोसँग नगरौँ भन्ने जस्तोमा चाहिँ अनि यसो त देखेँ यसलाई देखेँ हामीलाई खाना दिएन नै के भयो कुरा भन्दाखेरि खाना जाउँ भन्नु होइन सरले अनि भित्र नि गइसक्यो रोकै एकछिन भन्नुभयो अनि किन भनेको त अनि एकछिन बाहिर त हुँदैन इन्ट्री गराउन पर्छ कि खाना खानु जानलाई नि भनेर भन्नुभयो अनि तिमीहरू को भनेर सोध्नु अनि हामी चाहिँ प्रेजेन्टर हो भनेर होइन कहिले हो प्रेजेन्टहरू सोध्नु अनि भोलि अरे अनि भोलि नै खाना पाइन्छ रे आज खाना पाइन्छ त्यसो भए त कलेज होइन कलेज आउनै पाउनु भन्ने जस्तो कुरा भयो के अरे मतलब अहिले तिमीहरूको कलेज छैन हामी केही कामले केही निकाल्न जानु पर्यो सुख निकाल्न जानु पऱ्यो भने नि अहिले कलेज छैन तिमीहरू आउनु पाउँछ तर हाम्रो अरा डाउन भयो क्या तिमीहरू उता जानाले हो कि हजुरले के आउनुभयो त नि आज भन्ने के खासै केही काम होइन भने किन खानु पर्दैन हजुरले नि numerical modeling. So after this we can think the input start of 500 हाइड्रोलोजी millimeter per फ्लुइड second, or we can मेकानिक्स say अनि हाइड्रोलिक सबै पढाउनु भएको छ per second. So on comparing the water surface elevation on control point 1 and 2, कस्तो राम्रो राम्रो मन्दिरहरू यो स्ट्रक्चर त के भन्छ होला है छुन पाइन्न होला फेरि डन्ट टच भन्ने गाई जब हामी निस्किन लाग्यो यहाँ कस्तो दामी दामी रहेछ कि तर है जब हामी यहाँ निस्किन्छौँ राम्रो राम्रो कुराहरू छन् यहाँ सुजु छे त्यहाँ सूचना चाहिँ पूर्णिमा चाहिँ घर गइसके भयो के गाई जाम न जाम राम्रो यसो गरिस भन्छन् बाहिर अरूसँग गरेर कुरा काट्दैनन् कि अनि त्यो चाहिँ बेस्ट लाग्यो मृदु बेस्ट
यस्तो नाइस एटाहरू होइन प्रणित यस्तो लोजिकल छ जे पनि कुरा कहिले गरेर मलाई आवेश पनि ठिक थियो आवेशबाट फेरि आवेश ठिकै थियो तर गौरव चाहिँ अभिषेक चाहिँ मलाई त त्यो बच्चा हो तर दिनै नबगेको हो त्यति हो एकदम सिक्थे अभिषेक त्यति वाउ पनि छैन अफ्नोर एकदम नाइस गर्ल थियो तर त्यहाँ त्यस्तो काम ल गाइज आजको ब्लग अब यहीँ इन हुन्छ हामी चिया संसारबाट निस्क्यौँ बाई बाई गाइज